आइपुग्नु भएको छ। यहाँ राम्रो आउँदैन वास्तव। हामीलाई थाहा छ एउटा रमाइलो कुरा म यसमा तपाईँहरूलाई भनिहाल्छु। के छ कस्तो छ गएपछि जे देख्न पाइन्छ हामीले। अहिले बिदा भइसक्नु भएको छ। बाई बाई ल। फाइनल्ली हामी सोरेक मैदानको डेस्टिनेसन जुन भेट्न खोजेको र मनैदेखि भेट्न चाहेर आएको मान्छे जो निखिल उप्रेती दाई आउनु भएको छ अरे भन्ने सुनेर आएको हो। अब हाम्रो जुन जम्बू टोली छ उहाँ कहाँ हुनुहुन्छ यहाँ बुझेर हामी त्यतातिर जाँदैछौँ। अन्तिमसम्म रहनु होला है त। नमस्कार नमस्कार नमस्कार। सन्चै हुनुहुन्छ के अरे? सन्चै जम्न त हिँड्नु कहाँ हो त खै भेट्न भनेर आएको हामी त। भित्र छन् अरे हाम्रो जोजेन्द्र सर हामीलाई लिन आउनु भएको छ है। अब हामी त्यहाँ जाँदैछौँ है त। ल यहाँ भित्र रिसोर्टमा हुनुहुन्छ अरे। नमस्कार। फाइनल्ली हामी जुन रिसोर्टमा बस्नु भएको रहेछ सर त्यो रिसोर्टमा आइपुगेको छौँ। छोटो कुराकानी गर्नेछौँ। साथ दिइरहनु होला। उहाँ आइपुग्नु भएको छ। हजुर राम्रो हुनुहुन्छ अनि के राम्रो होइन भने मभन्दा राम्रो अरूको आयो भने चाहिँ फेरि काट्नु पर्यो। सबै सरहरू हजुर हजुर सर हजुर यहाँ खास म चाहिँ यहाँ यो के भन्छ बाबु एडभेन्चर छ हजुर प्याराग्लाइडिङको फेरि रिफ्रेसको लागि हुन त मैले पहिला धेरैचोटि उडिसकेँ हो। ए उडिसक्यो ग्याप धेरै भयो होइन। फेरि एकचोटि उडौँ भनेर ए त्यसको प्र्याक्टिस फेरि गर्नु पर्यो नि त। धेरै प्र्याक्टिस गर्नु पर्यो त्यो प्र्याक्टिसमा छु। आजभोलि फिल्ममा त्यति आउनुहुन्न कता हुनुहुन्छ र केमा बिजी हुनुहुन्छ? हजुर किन आइन भन्ने कुरा होइन। त्यही पनि म तपाईँलाई नि दिउँला। कस्तो हो भने मेरो चाहिँ आफ्नो सोचमा म एउटै चिज त्यही नै जीवनभरि गर्नु हुँदैन भन्ने खालको मान्छे। तर त्यो अरूसँगको विवादमा मलाई त्यो मतलब छैन। आफ्नो हो त्यो त किन एउटा जीवन छ। हिँडै भएर मरेर पनि केही हुनेवाला छैन। त्यो त छँदैछ नि होइन। बुझ्नु पर्यो वास्तविकता बुझ्नु पर्यो। के थाहा पब्लिकले वाह वाह गरेर होइन वाह वाह मात्रै हो कि आफूले जान्ने पाएको छैन सबैले वाह वाह मात्रै भन्दै मख परे होइन। भोलि बुढो भएर गइन्छ। हजुर त्यही भएर मलाई जान्नुपर्ने धेरै चिजहरू छ। त्यसको लागि मैले टाइम निकालेको थिएँ। मेरो त एकाडेमी नै फिल्म हो बाइ द वे। मैले यही सम्बन्धी पढाएँ यही सम्बन्धी गरेँ। हिरो त पछि भएको म पहिला पनि यहाँ आउनुभएको थियो सोरेक मैदानमा आउनुभएको थियो। कस्तो लाग्यो यो ठाउँ? गजबै लाग्ने। आफ्नो हाम्रै देश हो। नराम्रो त छैन जताबाट हेर्दा पनि नराम्रो छैन। अनि भौगोलिक दृष्टि कस्तो गजब छ। मधेसको नेपाली चलचित्रमा प्रयोग भएको छैन। यो पक्कै पनि आउँछ। यो अब अहिले हामीले प्र्याक्टिस गरेर त फिल्ममा पक्कै पनि आउँछ। अब टेक्नोलोजीहरू पनि सजिलो भयो। पहिला हामीहरूको टाइममा क्यामेरा नै यति भारी हुन्थ्यो होइन अनि मुस्किल हुन्थ्यो। अहिले त क्यामेरा सानो सानो आइसक्यो होइन। त्यो सानो क्यामेराले 6K खिचिदिन्छ होइन। त्यसले गर्दाखेरि अलिक सुविधा आयो। अब सुविधा अनुसार हामीहरूले यति हो कि हामीले आफ्नो विवेकलाई राम्रो पार्दै जानु मात्रै छ काम। सुविधाको लागि सबै चिज छ टेक्नोलोजी सबै छ होइन। अब भन्दा अझ राम्रो भन्नु भनेपछि अब छिट्टै मुभीमा देख्न पाइन्छ। पक्कै पनि पाइन्छ नि होइन ठिक छ। हजुरले हामीले राखेको प्रश्नमा त्यति अन्यथा लिनु पर्दैन। हामी रमाइलोको लागि मात्रै हो। मैले पनि हो धेरै खेल्नु भयो। कुन बोल्ने त्यो एक्सन फेरि हेर्न मन लाग्यो एकदमै। हस् समयको लागि धन्यवाद धेरै धेरै। म वास्तव भन्यो भने सर टिचिङ प्रोफेसनलाई बहुत रेस्पेक्ट गर्छु। केही नभएर ल टिचिङ भयो नि गरौँ भन्छ नि। टिचिङ सानो प्रोफेसन होइन। सोच्नु न एभ्रिडे बच्चाहरू यसरी मुख हेरेर सुनेर बस्छ। उसको बोलीको आधारमा उसले भविष्यको निर्धारण गर्छ। टिचरहरूलाई त म त के भन्छु नि एभ्रिडे अध्ययन पनि गर्नुपर्छ। हामीलाई थाहा छ एउटा रमाइलो कुरा म यसमा तपाईँहरूलाई भनिहाल्छु। कति क्लाससम्म छ सरहरूको स्कुल? 10 सम्म छ होइन। अब 10 सम्म पढाउनलाई त तपाईँहरूले मास्टर्स गर्नुभयो के गर्नुभयो माथिसम्म पढाइ भयो होला होइन। तर हामी पछि गएर 10 क्लासको हुँदै जान्छौँ। किनभने त्यही 10 क्लासको बच्चालाई पढाउँदा अनि हामी नै 10 क्लास हुन्छौँ कि हो नि। अनि मेरो चाहिँ भनेको नि हामी 10 क्लास हुनु भयो। हामी डिग्री नै रहनु पर्यो। नत्र मैले धेरै देखेर भने 10लाई पढाउँदा ऊ आफै 10 भयो। 11 गइसक्यो त्यो नहोस्। किनभने बच्चा बच्चीको ठुलो भविष्य तपाईँहरूकै हातमा हुन्छ। फाइनल्ली हामीले निखिल दाईलाई भेट्यौँ। एउटा दुईटा फोटो पनि खिच्यौँ। एउटा दुईटा कुरा उहाँबाट हामीले सिक्न पनि पाइयो। अहिले बिदा भइसक्नु भएको छ। बाई बाई ल बाई बाई है त। ल राम्रोसित जानु होला। हस् ल अहिले हामी सबैजना बिदा भयौँ। यो भिडियो कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै सुझाव सल्लाह दिनु होला। लाइक सेयर अनि सब्सक्राइब गर्न नभुल्नु होला। जय नयाँ भिजन।